हेलो गाइसहरू, के छ त हालचाल? सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ हाम्रो चुनाव चिन्ह माटोको घर दैलो कार्यक्रममा जान लागेको छु। म चाहिँ रेडी हुँदैछु ट्याक्क लाएर म चाहिँ अब अनि रेडी भइसकेपछि हामी जानुपर्ने हुन्छ। ट्याक्क रेडी भइसके अनि ट्याक्क दाजु पनि आउनुभयो र अनि हामी चाहिँ सँगै चढेर लाग्दियौँ। फेरि दाइलाई अर्को दाइले लिन जानुपर्ने थियो। ट्याक्क जाँदै गर्दाखेरि दाइको बाइकमा फेरि चुनाव चिन्ह माटो देख्यौँ अनि लाग्दियौँ हामी सर जाँदै थियौँ। त्यहाँबाट गयौँ फेरि बाटो हाम्रो फेरि यस्तो छ एकदम खत्तम छ र अनि बिस्तारै लड्दै लड्दै हामी चाहिँ लाग्ने क्रममा हामी ठ्याक्क गयौँ एकछिनपछि ठ्याक्क पुगिसकेपछि फेरि त्यहाँ यसो अलिअलि गऱ्यौँ। त्यहाँबाट चाहिँ फेरि हामी उकालोतर्फ लाग्नुपर्ने थियो। त्यही भएर अनि लाग्दै बिस्तारै गर्दै हामी लाग्यौँ। त्यहाँबाट फेरि श्रम संस्कृति पार्टीको थाहा छँदैछ होला तपाईँहरूलाई, नाच्ने जहाँ पनि हाम्रो जाँगरिलो पार्टी हो यो चाहिँ, त्यही भएर नाच्नु पनि थालिहाल्यौँ। त्यहाँबाट उम्मेदवार आउँदै हुन्थ्यो। ट्याक्क लाएर अनि हामी चाहिँ गयौँ। त्यहाँबाट टोल समिति बनायौँ र अनि ट्याक्क लाएर भाषण गर्न थाल्नुभयो। भाषण सुनिसकेपछि चाहिँ भाषण गर्नुभयो। निकै लामो नै भाषण चाहिँ थियो। एकदम राम्रोसँग ध्यानपूर्वकले सबले सुन्नुभयो र अनि हामी चाहिँ ट्याक्क लाएर अनि लास्टमा चाहिँ सबैले जय माटो जय देश भन्दै सबैजना बिदा हुने तर्खर। कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला भन्दै म पनि बिदा हुन चाहे। बाई बाई।